नमस्कार दर्शकबिन, आज मैले पूर्वी नेपालको सुन्दर पहाडी भेग अवस्थित साल्पा पोखरीको एउटा छोटो कथा बनाएको छु। त्यसमा साल्पा पोखरीलाई समेटेर मैले एउटा कथा तयार पारेको छु। सबैजनाले लास्टसम्म हेरेर साथ दिन लागेका कथा सुरु गरौँ। पूर्वी नेपालको सुन्दर पहाडी भेग अवस्थित साल्पा पोखरी प्रकृतिको उपहार जस्तै लाग्छ, जहाँ आकाश, पानी र पहाड एकअर्कासँग प्रेम परेको जस्तो देखिन्छ। आजको कथा हो साल्पाको शान्ति। धेरै वर्ष अघि भोजपुरको एउटा सानो गाउँमा आर्यन नामको केटा बस्थ्यो। ऊ सधैँ केही नयाँ खोज्ने, नयाँ अनुभव गर्ने सपना बोकेर हिँड्थ्यो। गाउँका बुढापाकाले अक्सर साल्पा पोखरीको कथा सुनाउँथे। त्यहाँ पुग्नेले मनको शान्ति पाउँछ, हराएको आत्मविश्वास फिर्ता ल्याउँछ भनेर उसलाई कथा सुनाइथ्यो। साँच्चीकै एक दिन आर्यन आफ्नो झोला बोकेर त्यो रहस्यमय पोखरीतर्फ यात्रा सुरु गर्छ। उकालो ओह्रालो घना जंगल र खुल्ला डाँडाहरू पार गर्दै ऊ दिनौं हिँडिरह्यो। बाटोभरि चराचुरुङ्गीको मधुर आवाज, हावाको सुस्केरा र प्राकृतिकको मिठासले उसलाई सधैँ साथ दिइरहेको थियो। अन्ततः आर्यन सुनौलो बिहानीको घामसँगै ऊ साल्पा पोखरी पुग्छ। पोखरीको पानी ऐना जस्तै सफा र सुन्दर थियो, जसमा हिमाल, आकाश स्पष्ट देखिन्थे। त्यहाँको शान्त वातावरणले उसको मन भित्रसम्म छोयो। आर्यन पोखरीको किनारमा बसेर आँखा चिम्लियो। ऊ आफ्नो जीवनमा चिन्ता, डर र असफलता बारे सोच्न थाल्यो। तर केही बेरमै त्यो शान्त वातावरणले सबै नकारात्मक भावना बिस्तारै हटाउँदै लग्यो। उसले महसुस गर्यो कि शान्ति बाहिर होइन, मनभित्र हुनुपर्दो रहेछ।